हेलो साथीहरू। आज चाहिँ मैले एउटा लजतिर लाँदैछु। हेर्नुहोस् है, यहाँको गार्डनहरू कस्तो छ, तपाईँहरूलाई कस्तो लाग्छ? यहाँ हेर्नुहोस् वरिपरि कस्तो राम्रो सजाएको छ। भुइँमा हेर्नुहोस् दुबो एकदम हरियाली बनाएको छ। घर चाहिँ बिचमा छ। हेर्नुहोस् है वरिपरि फुलहरू यति राम्रो स्याहारेको छ, यति राम्रो स्याहारेको छ। यो जो कहिले यसरी स्याहार्नु सक्दैन। यसै साथीहरू हेर्नुहोस् वरिपरि यो घरमाथि यति सफा हुन्छ वरिपरि। यो चाहिँ मैले फर्स्ट टाइम चाहिँ गएको छु वरिपरि। हेर्नुहोस् त के दामी छ। अगाडि पछाडि यो ठाउँमा अब चारैपट्टि फुलहरू प्रायः हुन्छ नि। त्यो फुललाई पनि सजाएर कस्तो राम्रो चिटिक्क एकदम सफा सुग्घर हो। हेर्नुहोस् त फुलले नै घरहरू कस्तो राम्रो चिटिक्क देख्ने नि। अब यो फुल चाहिँ कतिवटा चाहिँ होला यहाँ सोच्नु नि। अब टायरको लागि पनि यहाँनिर फुल वरिपरि राखेर युज गरेको छ। अब फुलहरू हेर्नुहोस्, विभिन्न फुलहरू छ यहाँ, हेरेर हेरि नसक्ने। चारैपट्टि घरै पछि फुलै फुल हेर्नुहोस् त। यो कुरा चाहिँ हामीले सिक्नुपर्ने छ। अब त्यही भएर यो भिडियो मैले बनाएको छु है साथीहरू। यहाँनिर स्विमिङ पुल छ। मेरो यो लज जस्तो एउटा पार्टीहरू गर्ने जस्तो एउटा बार जस्तो कि पार्टीतिर बिहेतिर इन्भाइट भएर आउने अनि यहाँनिर प्रोग्रामहरू चलाउने। स्विमिङ पुल पनि नजिकै छ, बसेको हुन्छ। अब यो चाहिँ बनिसकेको चाहिँ छैन, भर्खर बनाउँदैछ हो। अब लगभग 95% चाहिँ भइसकेको छ साथीहरू। हेर्नुहोस् त वरिपरि अम्बकको बोटहरू देख्न सक्नुहुन्छ, सुन्तलाको बोटहरू देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त वरिपरि फुलहरू लगाएर स्विमिङ पुलमा उताबाट स्विमिङ पुलको उताबाट पानी मजाले झर्छ। अहिले चाहिँ त्यो देखाएको पनि हेर्नुहोस् त वरिपरि माथि कागहरू पनि उडिरहेको छ। कागको साउन्ड पनि सुन्नुहुनेछ हजुरहरूले। के मजाले उडेको छ नि। वरिपरि सबै बिल्डिङ हेर्नुहोस् त। यहाँ माथि देख्नु कस्तो दामी फुलहरू, लालपाते फुलहरू, मौरीको डुरहरू चारैपट्टि। हेर्नुभयो होला, हेरिदिएकोमा धन्यवाद।